लामा खुट्टे नेताहरू हात्ते खुट्टे हुँदो रहेछ। सिंहदरबार के छिरेतो पजेरो पोर चढ्दो रहेछ। नयाँ नेपाल लोकतन्त्र नेता रहेछ आएको। गरिब जनता हात्ती आयो पुष्प भएको। भोट माग्दाको आश्वासन नेताज्यू कहाँ गयो। चुनाव जिती मन्त्री भए सहरतिरै हराए। नेताजीको छोराछोरी पढ्न भनी युरोपतिर। नेता भागमा खिरै खिर जनता भागमा मात्र पिर। नयाँ युगन्धकारी परिवर्तन अनि नयाँ नेपाल। कति मिठा भाषण गर्छन् चमत्कार हुन्छ कमाल। बोलेको कुरा व्यवहारमा उत्रेको कहिले देखिएन। जनताको हितमा भाग्य रेखा कहिले पनि कोरिएन। जनताको नामली भोडी आफ्नै भर्छन्। महलाको बासमा पजरो चढ्छन् आखिर जनता मर्छन्। भरिया भारी बोकिरहेका गिटीवाला गिटी कुटिरहेका खोइका आयो लोकतन्त्र। हजारौं भोका नाङ्गा भएका हजुर भनी हात जोड्छन्। भोट माग्न आउँदाखेरि जिताएमा यो गर्छु त्यो गर्छु लगाउँछन् चुरी फुरी। मन्त्री हुँदा एउटै कामलाई धाउनु पर्ने 12 चोटि। चाकरी गर्दै घुस लिए ढोक्नु पर्ने कोटी कोटी। ठुला आन्दोलन भए जनताले गर्दा भए। सर्वहारा शहीद भए। नेताको सन्तान विदेशमा रमाए। भोलिको नेता आजका त्यताकै तिनै छोराछोरी। उस्तै थिचोमिचो गरिब जनताका छोराछोरी। 2064 साल 11 महिना 15 गते लेखेको रचना।